गौतम बुद्धले भनेका छन्, आफ्नो मनलाई जित्नु हजारौं युद्ध जित्नुभन्दा ठूलो विजय हो। अरूलाई बदल्ने प्रयास गर्नुभन्दा पहिले आफ्नो सोच बदल्न सिक्नुहोस्, किनकि संसार तिमीले हेर्ने दृष्टिकोण अनुसार नै देखिन्छ। क्रोधलाई बोकेर हिँड्ने मानिस आफै जलिरहेको आगो बोकेर हिँडे जस्तै हो। शान्ति चाहन्छौ भने पहिला आफ्नो मनलाई शान्त बनाऊ। घृणाले कहिल्यै घृणा समाप्त गर्दैन, प्रेम र करुणाले मात्र घृणालाई जित्न सक्छ। हिजो बितिसक्यो, भोलि अझै आएको छैन। बुद्धिमानी यही हो, आजको क्षणलाई राम्रो बनाउनु। जसले आफ्नो कमजोरी चिन्छ उसले नै आफ्नो शक्ति खोज्न सक्छ। आफूलाई बुझ्नु नै जीवनको पहिलो ज्ञान हो। धेरै बोल्ने मानिस होइन, सही समयमा सही कुरा बुझ्ने मानिस बुद्धिमान हुन्छ। मन नै सबै कुराको मूल हो। यदि मन शुद्ध छ भने जीवनमा शान्ति आफै आउँछ। दुःख जीवनको हिस्सा हो, तर दुःखमा डुबिरहनु हाम्रो निर्णय हो। अरूको गल्ती खोज्न सजिलो छ, तर आफ्नै कमजोरी सुधार्न साहस चाहिन्छ। साँचो सफलता धनमा होइन, मनको शान्तिमा हुन्छ। समय कहिले रोकिँदैन, त्यसैले राम्रो काम गर्न भोलिको प्रतीक्षा नगर। आफ्नो विचारलाई नियन्त्रण गर्न सिक, किनकि विचारले नै तिम्रो भविष्य बनाउँछ। जसले धैर्य राख्न सिक्छ उसले कठिन समयलाई पनि जित्न सक्छ। मनमा डर राखेर अगाडि बढ्न सकिँदैन। विश्वास राख, किनकि साहसी मानिसले नै नयाँ बाटो बनाउँछ। अरूको प्रशंसा खोजेर होइन, आफ्नो कर्म राम्रो बनाएर महान बनिन्छ। जिन्दगीमा सबै कुरा आफ्नो इच्छा अनुसार हुँदैन, तर हरेक परिस्थितिबाट केही सिक्न सकिन्छ। कम बोल्नु कमजोरी होइन, कहिलेकाहीँ मौनताले ठूलो ज्ञान दिन्छ। जसले आफूलाई नियन्त्रण गर्न सक्छ उसलाई संसारको कुनै शक्तिले हराउन सक्दैन। ईर्ष्याले अरूलाई होइन, आफ्नै मनलाई कमजोर बनाउँछ। सत्यको बाटो कठिन हुन सक्छ, तर त्यसले अन्ततः शान्ति दिन्छ। धैर्य राख्ने मानिस कहिल्यै खाली हात फर्किँदैन। समय लाग्न सक्छ, तर राम्रो कर्मको परिणाम अवश्य आउँछ। आफ्नो मनलाई नकारात्मक विचारले भरिन नदेऊ, किनकि विष अरूलाई होइन, पहिला आफैलाई असर गर्छ। जीवन परिवर्तन गर्न ठूलो अवसर होइन, सानो राम्रो निर्णय पर्याप्त हुन्छ। इच्छाहरूको अन्त्य हुँदैन, एउटा पूरा भयो भने अर्को जन्मिन्छ। तर सन्तोष सिक्ने मानिसको मन हरेक अवस्थामा शान्त रहन्छ। कुनै मानिस तिम्रो शत्रु होइन, तिम्रो अज्ञान, क्रोध र मोह नै तिम्रा सबैभन्दा ठूला शत्रु हुन्। सत्यको खोज यात्रा हो, गन्तव्य होइन। हरेक दिन केही सिक्ने मानिस हरेक दिन नयाँ जन्म लिन्छ। मनमा उठेका सबै विचार सत्य हुँदैनन्, त्यसैले हरेक विचारलाई विश्वास गर्नु अघि विवेकको उज्यालोमा हेर्न सिक। अरूको जीवनलाई नियन्त्रण गर्न खोज्ने मानिस आफ्नै मनको कैदी बन्छ। आफूलाई मुक्त गर, जीवन आफै सहज हुन्छ। बाहिरको आवाजभन्दा भित्रको मौनता धेरै शक्तिशाली हुन्छ। त्यही मौनताले सही निर्णय गर्न सिकाउँछ।